आज तपाईहरुलाई म्याथको प्रोब्लमको सोलुसन गर्न गइरहेको छु। यो सोलुसन चाहिँ सेट्स भन्ने च्याप्टरको फर्स्ट एक्जाम्पलको सोलुसन हो र यो प्रोब्लममा एउटा सानो क्वेशन छ। इन अ सर्वे अफ 300 people of community, it was found that 175 like cricket and 150 like football, but 25 like neither of them. Based on this, answer the following question रहेछ। यहाँ नेपाली मिडियमको साथीहरूलाई यो 300 जना मध्येमा 175 ले क्रिकेट मन पराउँछ, 150 ले फुटबल र 25 ले केही पनि मन पराउँदैन भनेर भनेको। अब यसको आधारमा तलको क्वेशनको आन्सर दिनु हुनेछ। फर्स्ट क्वेशन रहेको छ रिप्रेजेन्ट द अबव इन्फर्मेसन इन भेन डायग्राम। यसलाई भेन डायग्राममा देखाउनु हुनेछ फर्स्टमा। भनेपछि हामीले फर्स्ट क्वेशनको सोल्युसन गर्दा भेन डायग्राम बनाउनु पर्यो। भेन डायग्राम बनाउने तरिका यसरी बनाइन्छ। हाम्रो दुईटा छ, एउटा छ फुटबल, एउटा छ क्रिकेट। क्रिकेट फुटबल जस्तो कि यहाँ भनेको छ कति भने 175 ले क्रिकेट मन पराउँछ, 175 ले क्रिकेट मन पराउँछ, 175 ले क्रिकेट मन पराउँछ, 150 ले फुटबल मन पराउँछ, 25 ले केही मन पराउँदैन। हामीले यो यक्स चाहिँ सपोज गरेको बिचको, यसलाई भन्छन् इन्टरसेक्सन। र यो फुटबलमा क्रिकेट मात्र मन पराउने 175 माइनस यक्स भयो। त्यसैले त्यस्तै क्रिकेट मन फुटबल मन पराउने 150 माइनस एक्स भयो। यो हाम्रो भेन डायग्राम कम्प्लिट भयो यति भएपछि। र ए नम्बरको सोलुसनमा त्यही भनेको छ। बी नम्बरमा सोधेको छ जसले दुवै मन पराउनु भने कि यो यक्स कति हुन्छ त हामीले सोधेको छ। हामीलाई यहाँ यन अफ यू ले डिनोट गर्छौँ टोटल नम्बरलाई जहिले पनि। त्यसरी यन अफ यू भनेको 300 भयो। फुटबल मन पराउने हाम्रो दिएको छ 150। क्रिकेट मन पराउने छ 175 अनि कुनै पनि मन नपराउने छ 25। अब हाम्रो यन अफ यू भनेको चाहिँ तपाईको यन अफ यफ प्लस सी ओन्ली प्लस यन अफ यफ इन्टरसेक्सन सी हुन्छ। यू भनेको हाम्रो टोटल नम्बर जति दिएको छ त्यो हो। यन नट यफ यहाँ भेन डायग्रामबाट 150 माइनस एक्स आछ, हाम्रो 150 माइनस एक्स लेख्ने। त्यस्तै यन अफ सी 175 माइनस एक्स अनि इन्टरसेक्सन यक्स आछ। एउटा यक्स र एउटा यक्स क्यान्सल प्लस अनि 25 यन अफ यफ युनियन सी कम्प्लिमेन्ट 25। यतापट्टि 300 भयो, यतापट्टि 325 हुन्छ जोड्दा माइनस एक्स। यक्स भनेको 350 माइनस 300 इक्वल टु 50 भनेको दुवै मन पराउने तपाईको आयो 50। हाम्रो सेकेन्ड क्वेशनको सोलुसन पनि निस्किसक्यो। फाइन्ड द नम्बर पिपल हु लाइक बोथ। नम्बर अफ people who like both the games is 50। यसरी लेख्नु पर्छ लास्टमा। अब सी नम्बरको सोलुसनको लागि तपाईले केही गर्ने हैन, पहिला यन नट यफ निकाल्नु पर्यो जुन हो यफमा यफ इन्टरसेक्सन सी को भ्यालु कटाइदिने। हाम्रो यफ भनेको छ 150
त्यसमा एफ इन्टरसेक्सन सी 50 छ, एन डट एफ 100 आयो। एन डट सी भनेको सीमा एफ इन्टरसेक्सन सी 175 मा 50 गयो 125। एन अफ एफ प्लस एन नट सी भनेको 100 प्लस 125 इक्वल टू 225। Therefore, number of people who like at least one game is 225। आंसर यही हो आज को प्रॉब्लम को सोल्यूशन।